गर्दा पनि भयो, तर जवाफ दिनु उहाँ आउनुपर्छ, त्यसमा सहमति गरौँ त भन्नु ठिकै छ। जवाफ दिनु पनि आउनु भोलि म काठमाडौँ जाँदैछु पर्सि सदनमा, उहाँको माग राखेर हाम्रो त्यहाँभित्र आन्दोलन हुन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो व्यवस्था र विधि भन्दा ठुलो हुँदैन एउटा ट्रेन, यो व्यवस्था र विधि भन्दा ठुलो हुँदैन अलिकति कालोपत्रे। यो विधिलाई मान्नुपर्छ भन्ने, मनाउनुपर्छ भन्ने सबैभन्दा पहिलो कर्तव्य भनेको प्रधानमन्त्रीको कर्तव्य हो। प्रधानमन्त्रीले नै मान्नुहुन्न भने हामीले किन मान्ने? यदि त्यसरी कसैले यो विधि नमान्ने हो भने भोलि राज्य रहला। त्यसो भएको कारणले गर्दाखेरि हुन त उहाँ केही पनि सुन्नुहुन्न, हुन त कानमा समस्या छ या मुखमा समस्या छ त्यो मलाई थाहा छैन। अलिअलि हामी त साथी पनि हो, भेटघाट हुँदा त बोल्नुहुन्छ जस्तो लाग्छ। तर सदनमा उहाँको बोली कस्तो छ भनेर उहाँले अहिलेसम्म उहाँको बक्के फुट्ने भन्छ कि नानीहरूको पनि, उहाँको बक्के फुटेको छैन होइन। अचम्म लाग्छ प्रधानमन्त्रीज्यूको सदनमा रोस्टकमा उभिएर होइन, धेरै बोल्नु पर्दैन, दुईटा वाक्य बोलिदिनुहोस् है। थुप्रै हजारौँ लाखौँ त होइन, हजारौँ शहीदहरू छन्, जनआन्दोलनको शहीद, जनयुद्धका शहीद, जेएनजीका शहीद, विभिन्न नाममा भइरहने शहीद, ती सम्पूर्ण शहीदहरूलाई उहाँले नमाने पनि उहाँ बसिराख्नु भएको कुर्सी दिलाउने जेएनजीको आन्दोलनको जेएनजी शहीदहरूलाई सम्झेर हार्दिक श्रद्धाञ्जली यति मात्रै भन्दाखेरि पनि नेपाली जनताले ताली बजाउनेछन्, हो कि होइन? तर त्यो सदनमा आएर बोल्दै नबोल्नु भनेको चाहिँ के हो त भन्दाखेरि यो लोकतन्त्रलाई नै नमानेको हो कि, सदनलाई नै नमानेको हो कि, है यो व्यवस्थालाई नै नमानेको हो कि प्रश्न गर्न चाहन्छु। उहाँलाई जिम्मेवार हामी बनाइ छाड्यौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब सुकुम्बासीको कुरा अलिकति गरौँ। यहाँ हामी सबैजना उपस्थित भएको मध्ये मलाई लाग्छ आधी जति मान्छे चाहिँ सायद यहाँ उपस्थित भएकोमा पनि अव्यवस्थित बसोबासी तथा सुकुम्बासी छौँ होला। हामी कसरी सुकुम्बासी भयौँ होइन? अघि भर्खर भने जुन पुर्खाले लेखदेखि बेसीसम्म, बेसीदेखि लेखसम्म भस्मै खोरिया फाँडेर बाघ र भालु र चितुवासँग लड्दै बस्ती बसायो, त्यो पुर्खाको सन्तान आज अव्यवस्थित बसोबासीको नाममा, सुकुम्बासीको नाममा लखेटिनु परिरहेको। कतै आदिवासीलाई खेदाउने नीति त होइन यो। म प्रश्न गर्न चाहन्छु, यदि त्यो खालको नीति हो भने खबरदार हामी प्रतिकारमा उत्रनुपर्छ। तपाईको वासस्थान कसैले भत्काउन आउँछ भने प्रतिकारमा उत्रिनुहोस्। मरेको मान्छेहरू भएको सहरमा, मरेको मान्छे बसेको तपाईको चाहिँ देशमा सरकारले भूत भएर तर्साउँछ भन्ने भनाइ छ। तपाईहरु डराइराख्नु पर्दैन। म राज्यलाई भन्न चाहन्छु, राज्यको विकास अहिलेसम्म मैले एउटा विधायकको नजरबाट हेरिरहेको छु। राज्यले अहिलेसम्म गरेको विकास भनेको विदेशी ऋण, डोजर, प्रहरीको लड्को, सेनाको पनि लड्को, लट्ठी, बुट र बन्दुक, यो बाहेक अर्को हामीले देखेका छैनौँ। त्यो विकासको संकेत होइन, विकासको नमुना होइन। विकासको नमुना भनेको जनताको मुहारमा हाँसो ल्याउनु। आज विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्, सुकुम्बासीहरू आन्दोलन गरिरहेका छन्, व्यापारीहरू आन्दोलन गरिरहेका छन्। आधा भन्दा धेरै मान्छे आक्रोशित छन्, आधा भन्दा धेरै मान्छे आतंकित र आन्दोलित छन्। सरकार गठन भएको कति महिना भयो? यति महिनामा उहाँले आफ्नो मन्त्रीमण्डल तपाईको विस्तार गर्नु पनि सक्नु भएको छ। गृहमन्त्री पनि उही, प्रधानमन्त्री पनि उही, रक्षा मन्त्री पनि उही, भयभरको मन्त्रालय आफैले बोकेर गर्नु खोजेको के? राज्य व्यवस्था समितिको बैठक बस्न सक्दैन, किनभने कि त प्रधानमन्त्री आउनुपर्छ कि त तपाईको गृहमन्त्री आउनुपर्छ। अब गृहमन्त्री पनि उही, प्रधानमन्त्री पनि उही, उहाँ आउनु बोकेर ल्याउनु, तानेर ल्याउनु मिले। यसरी गैरजिम्मेवार ढङ्गबाट हामी चलिरहेका छौँ। म यो यहाँहरूलाई जानकारी गराउन चाहन्छु र खबरदारी गर्न चाहन्छु, यस्तो तरिकाले लोकतन्त्र उन्नत बन्न सक्दैन। मैले अघि भने
कि राजतन्त्रात्मक तपाईँ चाहनुहुन्छ भने हामी आफ्ना राजा आफै खडा गर्छौँ। यदि होइन भने यही व्यवस्थामा हामीले चाहिँ विकास र विकल्प दिने हो भने विधिको शासनमा आउनुहोस्। तपाईँ नै हो हाम्रो अभिभावक, तपाईँले नै विधि हामीलाई सिकाउनुहुन्छ। होइन भने जनतालाई हेप्ने काम गर्छन् भने कत्रा कत्रा राजा महाराजा यो देशमा नटिकेको इतिहास छ। त्यसो भएको कारणले त्यो विवाह सपना नदेख्नको लागि पनि भन्नुहुन्छ। संस्कृतिको नाममा हामीले थुप्रै कुरा गर्न चाहेका थियौँ। जेनजीको